नेपाल क्रिकेट नयाँ यात्राको सुरुवातमा छ। लिग 2 को उतार चढावपछि अब हाम्रो नजर आगामी भविष्यतर्फ। नेपाल क्रिकेट संघले आयोजना गरेको द कोर क्याम्प यो केवल अभ्यास मात्र होइन, यो हो एउटा चयन प्रक्रिया जहाँ देशबाटै छानिएका खेलाडीहरू 4 रंगीन टिममा विभाजित भएर खेल्दैछन्। ब्लू, ग्रीन, रेड र येल्लो 4 टिम, एक उद्देश्य राष्ट्रिय टिममा आफ्नो स्थान प्रमाणित गर्नु। अप्रिल 26 देखि मे 3 सम्म अप्पर र लोयर मुलपानी ग्राउन्डमा यी टिमहरू बीच 12 वटा भिडन्तहरू हुँदैछन्। सन्दीप लामिछानेदेखि लिएर रोहित पौडेलसम्म, दिपेन्द्र एरीदेखि लिएर सोमपाल कामीसम्म अनुभवीहरूसँगै नयाँ पुस्ताका प्रतिभाहरूलाई हेर्ने मौका। यो सिरिज ट्रफीको लागि होइन, यो हो नेपाल क्रिकेटको पुनर्निर्माण यात्रा। नेपाल क्रिकेट अहिले एउटा दोबाटोमा उभिएको छ। एकातिर पछिल्लो निराशाजनक प्रदर्शनले टिमको आत्मबल घटेको छ भने अर्कोतिर फेरि उठ्ने प्रयत्न सुरु भएको छ कोर क्याम्प मार्फत। यी दृश्यहरू कुनै साधारण अभ्यास होइनन्, यी सपना हुन्, राष्ट्रिय टिमका लागि आफूलाई प्रमाणित गर्ने सपना। आजको यो भिडियोमा हामी बुझ्नेछौँ कसरी नेपाल क्रिकेट फेरि उठ्न खोज्दैछ, नयाँ हेड कोच स्टुअर्ट लको नेतृत्वमा भविष्यको लागि कस्तो कस्तो योजनाहरू बनिरहेको छन्। लिग 2 को अन्तिम केही खेलहरूले नेपालको कमजोरीहरू खुलस्त देखाएको छ। विकेटहरू सजिलै गुम्ने, फिल्डिङमा त्रुटिहरू, ब्याटिङमा कन्सिस्टेन्सी नहुनु, प्रभावशाली बोलिङ नहुनु र स्ट्राटेजीमा अस्पष्टता। पछिल्लो समय भएको आइसिसी CWC लिग 2 को 12 खेलमा नेपाल 2 खेलमा जित, 2 खेलमा ड्र र 8 खेलमा हार बेहोर्दै 6 अङ्कका साथ 7औं स्थानमा रहेको छ। नामिबिया, नेदरल्यान्ड जस्ता टिमहरूसँग हामी आफ्नो होम ग्राउन्डमा हार्यौं, जसमा जित्न सक्ने सम्भावना थियो। ओमान, क्यानाडा, USA जस्ता टिमहरूसँग लगातार हार बेहोर्यौं। हङकङमा भएको T20I सिरिजमा नेपाल कुवेतसँग हार्न पुग्यो। त्यसपछि फ्यान्सहरूमा निराशा छाएको छ। त्यसपछि आलोचनाहरू सुरु भएको छ र साथसाथै एक ठूलो प्रश्न पनि, के नेपाल फेरि पुरानै लयमा फर्कन सक्छ? यसैको उत्तर दिनका लागि सुरु हुने भएको छ द कोर क्याम्प। क्रिकेट एसोसिएसन अफ नेपालले देशभरबाट छानिएका 52 खेलाडीहरूलाई नेपाल रेड, ब्लू, ग्रीन र येल्लो गरी 4 टिममा विभाजित गरेर प्रतियोगितात्मक वातावरण बनाएको छ। यो टिमहरूले डबल राउन्ड रोबिन फर्म्याटमा खेलहरू खेल्नेछन् र त्यही प्रदर्शनको आधारमा हुनेछ राष्ट्रिय टिमको चयन। यो अभ्यास मात्र होइन, यो सपना साकार पार्ने मञ्च हो। कोर क्याम्पसँगै नेपाल क्रिकेटले एक अनुभवी कोच पाएको छ, स्टुअर्ट ल। अस्ट्रेलियाबाट आएका उनी वेस्ट इन्डिज, श्रीलङ्का, USA जस्ता टिमका प्रमुख कोच भइसकेका छन्। उनी केवल तालिम दिँदैनन्, उनी मानसिकता बदल्छन्। नेट्समा अभ्यास गरिरहेका खेलाडीहरूलाई इन्डिभिजुअल फिडब्याक दिनु, डिसिप्लिनमा जोड दिनु, यी स्टुअर्ट लका ट्रेडमार्कहरू। नेपाल क्रिकेटले अब एउटा रणनीतिक मार्गनिर्देशक पाएको छ। क्रिकेट एसोसिएसन अफ नेपालले पहिलो पटक खुल्ला र निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाएको छ। कोर क्याम्पको उद्देश्य नयाँ प्रतिभा खोज्नु मात्र होइन, पुराना नामहरूको कन्सिस्टेन्सी परीक्षण गर्नु पनि हो। अब सिलेक्सन कुनै नामको आधारमा होइन, प्रदर्शनको आधारमा हुनेछ। प्ले फर योर स्पोर्ट भन्ने मेन्टालिटी फैलिँदैछ र यो नेपाल क्रिकेटको नयाँ युगको सुरुवात हो। 52 खेलाडीको एउटै सपना, राष्ट्रिय टिमको जर्सी पाउनु। यो सजिलो भने छैन। हरेक रन, हरेक बल, हरेक क्याच, हरेक विकेट, मेन्टालिटी, कन्सिस्टेन्सी यी सबै छनौट समीकरणमा जोडिनेछन्। यो केवल खेल मात्र होइन, जीवनको मौका पनि हो। धेरैका लागि यो अन्तिम अवसर हुन सक्छ र धेरैका लागि यो पहिलो सुरुवात हुनेछ। नेपाल क्रिकेट फेरि उठ्न तयार छ। कोर क्याम्प एक सुरुवात हो जहाँ आशा, मेहनत र सपना सँगै प्रशिक्षण लिइरहेका छन्। स्टुअर्ट लको नेतृत्व, क्यानको नयाँ सोच र खेलाडीहरूको समर्पणले बनाउनेछ नेपालको अर्को क्रिकेट इतिहास। यो सजिलो यात्रा भने होइन, तर अब नेपाल हारेर होइन, सुध्रेर जित्न तयार छ। नेपाल क्रिकेट फेरि उठ्दैछ।